हेलो हेलो गुड मर्निङ साथीहरू। हजुरको खानापिना भयो कि भएन? यी मेरो चाहिँ भने आज चिसो भएको हुनाले आज चाहिँ मैले सिस्नो आफ्नै बारीमा भएको सिस्नोलाई मजाले ल्याएँ होइन, गोलबेडा सोलबेडा हालेर मजाले फत्काएँ साथी हो। अनि खोले बनाएपछि टक्क लगाएर चरेसको थालमा हालेँ मैले। अनि त्यसमा भने चाहिँ मैले फापरको ढिँडो बनाएँ अनि यस्तो झ्याममा भुइँमा बसी ग्ल्याम ग्ल्याम खाँदैछु। अनि हजुरहरूले यस्तो चिसो महिनामा के खानुहुन्छ? अब म चाहिँ यस्तो खान्छु कि अब के गर्नु, म खन्छ छु, खन्छ भएपछि त खानै पर्ने हुँदो रहेछ यस्तो खानेकुराहरू। मिठो मिठो खानालाई त पाउँदैन हो साथी, पाउँदैन, भाग्यमा लेखेर ल्याउनु पर्दो रहेछ। मेरो भिडियो चाहिँ लामो भयो, मलाई चाहिँ छोटो पार्न आएन। ढिँडो भनेको चाहिँ सर्लक निल्ने हो। तपाईँहरूले चाहिँ कसरी खानुहुन्छ? मेरो छोराले च्याप च्याप, मेरो बुढोले पनि च्याप च्याप गर्छ क्या, कस्तो अजिब है, आफ्नो खाने तरिका क्या।